कक्षा 12 को परीक्षा आजदेखि सुरु भएको छ। परीक्षा बिहान 8 बजेदेखि 11 बजेसम्मको लागि समय तोकिएको छ। आजबाट सुरु भएको परीक्षा आगामी जेठ 2 गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ। भरोसा, गुणस्तर र समयमै काम। ब्रदर्स कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, तपाईको सपनाको संरचनाको निर्माणका लागि हामीलाई रोज्नुहोस्। बोर्डका अध्यक्ष महाश्रव शर्माले कक्षा 12 को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पूर्ण परीक्षार्थीहरूलाई आग्रह गरेका छन्। बोर्डका अनुसार देशभर 1590 र जापानमा 1 गरी कुल 1591 परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी काठमाडौँमा 162 र कम मनाङ मुस्ताङमा 1 केन्द्र निर्धारण गरिएको छ। परीक्षाका लागि त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब 2000 कर्मचारी प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा 1 कार्यालय सहयोगी र 20,000 सुरक्षा कर्मी परिचालन गरिएको छ। परीक्षामा 5202 विद्यालयका नियमित तर्फ 1,98,875 छात्र र 1,97,013 छात्र गरी 3,95,908 परीक्षार्थी तथा आंशिक तर्फ 1,15,617 जना गरी कुल 5,11,525 परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा कम मनाङबाट 45 परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट 68,133 परीक्षार्थी सहभागी भएका छन्। परीक्षामा कम श्रवण शक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपंगता भएका परीक्षार्थीका निम्ति पनि विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो। त्यसैगरी कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थीहरूलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ। जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमति बिना जो कोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिने छैन। परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ। परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेक अरू कसैलाई पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पुनः निषेध गरिएको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी लगायत इलेक्ट्रोनिक डिभाइस, लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटर बाहेक लैजान निषेध गरिएको बोर्डले जनाएको छ। परीक्षाको मर्यादा विपरीत शिक्षक, कर्मचारी, निरीक्षक परीक्षार्थीहरूबाट मोबाइल लगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन 2068-2028 को दफा 17(1) क च अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृति, रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भइरहेको छ। परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी रजिस्ट्रेसन नम्बरका सुरुका 2 अङ्क 78, 79, 80 र 81 हुने र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी रजिस्ट्रेसन नम्बरका सुरुका 2 अङ्क 78, 79, 80 हुने सहभागी हुने बोर्डले जनाएको छ।